पानी भएको हावा खान आएको जुनहारी देखियो पञ्चायत सब हेर्न मिल्छ अब चाहिँ होला त बाहिर डाँडा चाहिँ सम्पन्न भइसकेको छ यो यसको कार्य चाहिँ अहिलेको लागि रेलिङ सम्पन्न भएर कामहरू सकिएको छ हेर्न सक्नुहुन्छ यो पोइन्ट बुटियाङको पुरा भ्यू देखिने भएको हुनाले यसलाई चाहिँ भाइरल डाँडा भनेको जहाँसम्म मलाई लाग्छ होइन काम सकिएको छ हेर्न सक्नुहुन्छ भाइरल डाँडा भनेर लेखिएको छ त्यहाँ सर यो चाहिँ हाम्रो ढोरपाटन जाने आरक्षे बाटो हो यो बाटो हुँदै हुँदै अहिले चाहिँ ढोरपाटन पुग्न सकिन्छ बाटो चाहिँ धेरै राम्रो भएको छ विगतका वर्षहरूका भन्दा यो वर्ष चाहिँ त्यो चाहिँ बुटियाङको पुल कतै नगर्दै ढोरपाटन सिकेर आरक्षे जानको लागि उपयुक्त बाटो अहिलेलाई बुढीपाटन जाने बाटो यो भने चौरी खर्का जाँदा यो बजारको उपल्लो साइड सिरा हुँदै जुन तपाईँले यो देख्नु अन्तिम भने त्यसको उतापट्टि साइडबाट अर्को बाटो छ त्यो बाटो जानुपर्छ है त त्यही भएर जाने बाटो है हेर्नुहोस् है काम सम्पन्न भयो लगत्तै बजारको यो पुरै भ्यू देखिने भएको हुनाले नै यसलाई भाइरल डाँडाको नाम दिएको छ अहिले चाहिँ यसो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ नागको मूर्ति पनि बनिसकेको छ यसपालि पहिला मैले तपाईँलाई भिडियो हालेको थिएँ त्यसमा चाहिँ कलरहरू बन्दै थियो मूर्ति देख्न सक्नुहुन्छ यसलाई चाहिँ संरक्षण गर्नुपर्ने हुन्छ है जे चिज पनि राम्रो हुने हो है माथिबाट हेर्दाखेरि यस्तो देखिन्छ है अहिलेको लागि चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ पुरै ढुङ्गै थियो अलिकति गाह्रो थियो अहिले चाहिँ व्यवस्थित भएको छ धेरै व्यवस्थित बनाइसक्नु भएको छ रेलिङ कम्पाउन्ड गरेर यहाँबाट कसैलाई अलिकति सुरक्षित ढङ्गले त्यो रेलिङ लगाएर कसैलाई केही नहुन्छ कि अलिक गर्नुभयो र देख्नु चाहिँ यहाँ चाहिँ भाइरल डाँडा देख्न सक्दैन त्यहाँसम्मको छ यसपालि